हेलो एन्ड वेलकम गाइज। आज चाहिँ हामी नयाँ ब्लग लिएर आइसकेको छु म चाहिँ होइन। मेरो चाहिँ 1 वर्ष भयो ब्लग नआएको, किनकि मैले ब्लगै बनाउनु छोडिदिएको थिएँ। सन्यास लिएको थिएँ क्या गाइज। अब फेरि आउनु पऱ्यो ब्लगमा धेरै वर्षपछि। धेर वर्ष भएको छैन, 1 वर्ष जति चाहिँ भयो म उसमा नआएको, ब्लग नबनाएको धेरै वर्ष चाहिँ भयो गाइज। अनि आज चाहिँ हाम्रो अब तपाईँहरूलाई के देखाउनु गाइज अरे, म त नङटोक्दै बोल्दैछु गाइजहरू। तपाईँहरूलाई के देखाउनु, खेत देखाऊँ भने खेत देखाएकै हो अहिले अस्ति नै, बाख्रा देखाऊँ भने बाख्रा पनि देखाएकै हो। देखाउनु चाहिँ के साँच्ची कोला साँच्ची देखाएको छैन नि मैले। अनि आज चाहिँ अब कोला टक्कसँगले देखाउने। अब बोरामा प्याक गर्नुपर्ने हो, उसमा के अरे कोलालाई बोरामा प्याक गरेको छ होइन। बाहिर 1-2वटा छ नि त, देखाइदिनु म। खै यो उसको केराको नाम चाहिँ भन्नु है, कुन केरा रहेछ, कहाँको। यस्तो खालको हुन्छन् गाइज यहाँ हेर्नु, यस्तो। तर गाइज यस्तो चाहिँ के भएको, यो बिचबाट फुटेको चाहिँ के भएर समझमा आएन। यो अनि यो त्यस्तै छैन, यो चाहिँ त्यस्तो छैन। यो चाहिँ हाम्रै नेपालकै केरा हुन्। अनि यता अझै देखाउनै बाँकी छ तपाईँहरूलाई मजाले कुनै एउटै केरा देखाएको, किनकि अब यो म यहाँ हेर्नु है, यहाँ कुर्सी छ, यहाँ माथि चढेर म देखाउँछु। चिने गाछीहरू यहाँ हेर्नु है, गाजी यस्तो हुन्छन् केरा चाहिँ। हेर्दैछ यति लामा लामा केरा पाकेर भएका हुने कोला पाक्दै रहेछन् कि, त्यसैले यसलाई चाहिँ नदेखाऊँ होइन। यो चाहिँ भर्खर मजाले हुँदै रहेछ, पाक्दै रहेछ एकछिन। अब हाम्रो तपाईँहरूलाई अरू के देखाउनु, देखेकै चिज देखिँदैछ नि, कोलाको हालत टुटेर फुटिसक्यो। अनि गाइजहरु आज चाहिँ के छ, तपाईँहरूको हालचाल सब ठिकै हुन्छ होला, म पनि ठिकै छु। अनि आज चाहिँ भ्लग यसो बनाउनु पर्यो, धेरै दिनपछि आउँदैछ भनेर मात्रै हो। गाडी पनि के अरे केराहरू छन्। अनि अब ती उसमै छन्, हाँगामै झुप्पै। अति झुप्पा चाहिँ म देखाउन जान्छु है त। तोरी धेर छन् यहाँ। अब यहाँ गाइजहरु म क्यामेरालाई यस्तो हेर्नु, मेरो पछाडि देखिँदैछ यहाँ माथि। ए गाइजहरु केराका झुप्पाहरू। अब यताबाट गाइजहरु पाकेको त एउटै छैन कि आलु खानु। वैसे यहाँ पाकेका चाहिँ रहेछन्, त्यही भएर हामी यहाँ केही गर्दैनौँ। यहाँ साग टेकिन्छ। अहिले हाम्रो मम्मी आउनु भने मलाई गराउनु होइन। अब जस्तो यो अब गेममा जस्तो के भन्न आँटेको छ, बिर्से त त्यसलाई इग्नोर हाल्नु है। धेरै वर्षपछि मेरो भ्लग आएर होला, अलिक बोल्न अड्किँदैछु म। बोल्न आउन चाहिँ आउँछ, तर अड्किँदैछु क्या घरिघरि चाहिँ म। धेरै वर्ष हो नि त, 1 वर्ष त 2 वर्ष ठ्याक्कै भयो मैले। 1 वर्ष भन्दै चाहिँ 1 वर्ष अस्ति नैको दसैँमा एकचोटि बनाइनँ। त्यहाँदेखि यो वर्ष 2 वर्ष हुने रहेछ गाइज, ठ्याक्कै 1 वर्ष भयो। अस्ति नैको पालिदेखि पहिलेको दसैँमा बनाएको थिइनँ। अब अहिलेको दसैँ आयो गयो सिद्धि हो होइन गाइज। के हो तँलाई, भोक लाग्यो हो? बस त्यतिकै। अनि गाइजहरु तपाईँहरूको हालचाल के छ? मेरो त राम्रै छ गाइजहरु।
र अब म चाहिँ यति नै भ्लग बनाएर यसलाई हालिदिइहाल्छु युट्युबमा।